हेलो गाइज, आज चाहिँ हामी कस्तो भयो क्या गर्मीले। आज चाहिँ हामी टक्क सबै केटाहरूको छुट्टी, सबैजना मिलेर अब रुममा नि कति बस्नु भनेर केटाहरू सबैको छुट्टी थियो। यसो हाइकिङतिर निस्किदिउँ भनेको साइकल लिएर आएको। कस्तो यार साइकलमा आएको लगभग 2 घन्टा जति हामी साइकलमै चढेर आयौँ। यस्तो बाटै छैन, अब यसरी माथिबाट आउँदै सजिलो हुन्छ भनेर उकालो चढेर आयौँ। कस्तो गर्मीले आँसु झऱ्यो क्या यार भाइ। अझै केटाहरू यसरी लिएर साइकल साइकलमा नसकेर पार्किङ गरेर अब केटाहरू सबैले सकि नसकि अब यस्तो सक्यो गाइज। अब नेपालको त छैन, हाम्रो गाउँतिर यस्तै हुन्छ कि अब जापानमा आएर नि टक्क गाउँतिर आएपछि त अब यस्तो चढ्नै पऱ्यो यस्तो जङ्गलहरूतिर। अब सिटीहरूमा पाएकोलाई चाहिँ अब त्यस्तो थाहा हुँदैन होला, तर हामी चाहिँ अब गाउँतिर बसेपछि नेपालको जस्तै भनौँ न, यस्तो जङ्गलहरू त अब क्याम्पिङ आने भए चाहिँ यहाँ बोला टक्क अब यहाँ आगो बाल्न त मिल्दैन होला, टक्क यहाँ बसेर बाबी साबी हानेर टक्क गिटार बजाउँदै सायद बिताउन चाहिँ बबाला है रसिद अब चल्दैन। केटाहरू जिस्किँदै उकालो पार गर्दै गरे खान पाइप काट्यो क्या रमाइलो गर्दै उकालो चढ्दै रमाइलो नि भएर आयो, हिँड्न नसकेर गाह्रो नि भएर आयो उकालो। हजुर लगेर हामी चाहिँ माथि डाँडामा आयौँ। टक्क यहाँ अब चिसो खानेछौँ लगेर। ल यो मेरो चाहिँ फेरि बियर भनेर नजिकिन होला, यो चाहिँ फेरि एकदम जुस हो। यहाँदेखि हाम्रो उस चाहिँ यस्तो छ टक्क सिटी, यहाँबाट म देखाइदिन्छु तपाईँहरूलाई। त्यस्तो खासै ठुलो नि छैन गाइज। यो हामी बस्ने सिटी, यो यहाँ लगभग